मैले जीवनको सबैभन्दा ठुलो गल्ती 24 वर्षको उमेरमा गरेँ। मलाई लाग्थ्यो यदि म धेरै मेहनत गर्छु भने म सफल हुन्छु। म गलत थिएँ। नेपालमा मेहनत गर्ने मान्छेको कमी छैन। विदेशमा 16 घण्टा काम गर्ने नेपालीलाई हेर्नुहोस्, स्वदेशमै 12 घण्टा 14 घण्टा दोकान खोल्ने व्यापारीहरूलाई हेर्नुहोस्, बिहान 5 बजेदेखि तरकारी बेच्ने मानिसहरूलाई हेर्नुहोस्। समस्या मेहनत होइन, समस्या हामीले कहाँ मेहनत गरिरहेका छौँ भन्ने हो। मैले वर्षौसम्म बिजनेसमा काम गरेँ। पछि मलाई थाहा भयो मैले बिजनेस चलाइरहेको थिएन, बिजनेसले मलाई चलाइरहेको थियो। यदि म एक दिन अफिस गएन काम रोकिन्थ्यो, यदि कुनै दिन फोन अन गरेन काम रोकिन्थ्यो, आफै काम गरिन बिजनेस नै बन्द हुन्थ्यो। मैले बुझेँ त्यो बिजनेस थिएन, त्यो त मेरो जागिर थियो। के थियो? बसको ठाउँमा मेरो नाम थियो। त्यो दिन मैले बुझेँ धेरै मानिसहरूले व्यापार सुरु गर्छन्, तर उनीहरू व्यापारमा कर्मचारी भएर बस्छन्। त्यसैले आज यदि मलाई कसैले सोध्छ भने बिजनेस गर्छु कि जब गर्छु, मेरो उत्तर एउटै रहन्छ, म यस्तो बिजनेस गराउन चाहन्छु जसले मलाई एक दिन स्वतन्त्र बनाउँछ, ना कि मलाई कर्मचारी बनाउँछ। र बिजनेस कार्डको फरक भनेको मात्र तपाईको बिजनेस लेटरमा लेखिएको कार्डको डेजिग्नेसन मात्र हुन्छ। फलो गर्नुहोस्, यो डे 28 हो।